हेलो गाइस, हामी चाहिँ कहाँ जाँदैछौँ रे? कहाँ रे? कालुपाने डाँडा। कालुपाने डाँडा। कालुपाडे कि कालुपाने डाँडा रे। म चाहिँ गएको छैन, फर्स्ट टाइम हामी जाँदैछौँ। अनि हामी चाहिँ दिदीभाइको छोराछोरी, दिदीभाइ बुहारी छौँ है। जङ्गलतिर घुम्न जाने जहिले हामी चाहिँ डाँडापाखातिर। अहिले चाहिँ हामी कालुपाडे कि कालुपाण्डे डाँडा हो, थाहा छैन मलाई चाहिँ। त्यहाँ जाँदैछौँ। ल हामी चाहिँ जाँदैछौँ है। अब चाहिँ जाँदैछौँ हामी। यहाँदेखि देखिने भ्यूजहरू चाहिँ यस्तो छ, रमाइलो छ, एकदमै रमाइलो भ्यू देखिँदो रहेछ। अनि यस्तो छ, कस्तो दामी भ्यू देखिँदो रहेछ कि यहाँदेखि चाहिँ। यस्तो सर्लङ्ग काठमाडौँ सहर अरे के यस्तो छ है गाइज। त्यहाँ चाहिँ त्यो व्हाइट गुम्बा देखिँदो रहेछ, सुन्दर पनि देखिन्छ। अब हामी देखाउँदै जानेछौँ। अब चाहिँ हामी लाग्यौँ उकालो, फेरि यो बाटो जाने हो कि हामी चाहिँ यता छौँ है गाइज। एकदमै रमाइलो छ। कालुपाण्डे डाँडा हिँडेको, त्यहाँ हिमाल पनि देखिँदो रहेछ है। कस्तो दामी हिमाल देखिँदो रहेछ। हामी यो बाटो जाने हो, हाम्रो बाइक स्कुटी त्यहाँ छ। गोठाला सबजना यता र कान्छी गोठालै, सबजना सबैजना गोठालै। मनसुन गोठाला ठिकै छ त। पछि फेरि आउला नि त्यसरी रमाइलो गर्दै। खासमा त खानेकुरा साँच्चीकै लिएर आएर यहाँ मजाले बसेर खानुपर्ने ठाउँ चाहिँ रहेछ। अब पछि फेरि लिएर आउला, केही छैन। उतै चटपटे लिएर आउन त, चटपटे। यस्तो छ गाइस। यहाँदेखि चाहिँ यो खोइ धादिङ हो क्या रह्यो कि खोइ के हो थाहा छैन मलाई। धादिङ भन्नुहुन्छ, मलाई त थाहा पाइनँ। ए नुवाकोटा रे खोइ कता कता हो, म चाहिँ ठाउँ पनि थाहा पाइनँ कहाँ कहाँ जस्तै लाग्यो। हिमाल पनि देखिँदो रहेछ। यस्तो छ, एकदमै रमाइलो देखिँदो रहेछ यहाँदेखि भ्यू कता कता। अब चाहिँ हामी फेरि माथि जाँदैछौँ। कस्तो राम्रो क्या। कालुपाण्डे डाँडा चाहिँ अझै धेरै माथि छ अरे हौ, मलाई थाहा छैन। अब हामी जाँदैछौँ गाइस। खानाहरू चाहिँ अब झन्डैले लडे। ल जाम त। सबै कुरा हेर्न पाइँदो रहेछ भनेर हेर्न पाइँदो रहेछ। हामी चाहिँ आइपुगिसक्यौँ। ल जाम त माथि। यहाँ चाहिँ खिच्नु पर्ने रहेछ क्या भिडियोहरू, फोटोहरू। यहाँदेखि त देखिँदो रहेछ नि त। यस्तो दामी देख्दो रहेछ। यस्तो दामी देख्दो रहेछ। हामी चाहिँ यहाँ आइपुगेको छौँ कालुपाण्डे डाँडामा। दामी भ्यू देख्दो रहेछ यहाँ डाँडामा रहेछ। त्यही भएर काजी कालुपाण्डेको कालु डाँडा काजी कालुपाण्डे। यसको अलिक स्ट्याचु भिडियो फोटो यहाँ चाहिँ यस्तो छ। यो चाहिँ कालुपाण्डे समाधि रहेछ। यहाँ चाहिँ अमर योद्धा काजी कालुपाण्डेको पार्थिव शरीरलाई यस पवित्र स्थानमा समाधिस्थ गरिएको छ भनेर यहाँ राखेको रहेछ। यसरी समाधि बनाएको रहेछ। यता चाहिँ यस्तो राम्रो छ। यो चुवाको फुल भन्छौँ हामी गाउँतिर चाहिँ। अनि यहाँ चाहिँ यो गोदावरी फुल। अनि यस्तो ठाउँ रहेछ। यहाँ चाहिँ काजी कालुपाण्डेलाई राखेको समाधि स्थल रहेछ यो चाहिँ। यस्तो छ है गाइस। यो ठाउँहरू चाहिँ काजी कालुपाण्डेको स्ट्याचु। काजी कालुपाण्डे विक्रम सम्वत 1770 1814। यस्तो छ यहाँ।
यहाँदेखि देखिने भ्यू त्यस्तो छ। अनि यो चाहिँ एकदमै रमाइलो ठाउँ रहेछ। काजी कालुपानी डाँडा भनेको चाहिँ सुनेको, म चाहिँ आइपुगेको थिइनँ, फर्स्ट टाइम आइपुग्यो। हिमालहरू पनि देखिँदो रहेछ, खिचेँ मैले। यो चाहिँ काजी कालुपानीको समाधिस्थल कस्तो छ। यहाँ चाहिँ दहचोकै भन्दो रहेछ। यहाँ एउटा फोटो खिच्नु पर्यो नि। काजी कालुपानी नुवाकोटको लडाईँ विक्रम सम्वत 1801। देखिने भ्यूजहरू यस्तो छ, यस्तो रमाइलो रहेछ। काजी कालुपानी डाँडा भ्यू टावर अरू चाहिँ अगाडि गइसक्नु भएको छ। म चाहिँ जाँदैछु अगाडि, सबैजना अगाडि गइसक्नु भएको छ। देख्ने भ्यू चाहिँ यस्तो छ, कस्तो दामी भ्यू देख्ने रहेछ। ब्रह्म कोदो पनि फलेको रहेछ। यो भ्यू टावर मुनि चाहिँ यस्तो छ गाइस। यता फेरि तोरी त्यस्तै फुलेको रहेछ। भ्यू यस्तो बबाल देखिन्छ रहेछ। ट्रिनिटी रिसोर्ट रहेछ यहाँ चाहिँ, यस्तो दामी छ। ल हामी उता के अरे उता सोलर प्यानलमा जाऊँ न त। हस् मनसुन खै ए भ्यू 360 रिसोर्ट। त्यो त जाउँ। अनि त्यसपछि अनि भ्यू टावरमा जाउँला क्या। लडिन्छ है तलतिर भ्यू हेर्छ त कस्तो छ हेर्नुहोस् त। ल है रमाइलो भयो कि भएन? गाउँघरतिर यस्तै हुन्छ हो कि होइन? ल कस्तो छ यहाँ? यस्तो छ यहाँ चाहिँ। सबजना रमित हेर्नु आएको। कोदो बारी यस्तो खतरा रहेछ कि यहाँ। कोदो बारी कोदो यस्तो खतरा कोदो कम्ता कोदो फलेको रहेछ यहाँ त। कोदो त यस्तो दामी फलेको छ हेर त रवि। है कस्तो खतरा कोदो फलेको क्या यहाँ। गाउँकै याद आयो। यस्तो रमाइलो यस्तो रहेछ रिसोर्ट। आम्मामा कस्तो दामी कोदो फलेको। यस्तो खतरा कोदो फलेको छ कि। फुल यस्तो मजाले फुल फुलेको छ यहाँ। सबैजना अगाडि गइसक्यो। कहाँ पुगिसक्नु भयो थाहा छैन। यस्तो दामी यस्तो दामी ठाउँ रहेछ यहाँ चाहिँ। यो के को रुख हो थाहा छैन। यस्तो राम्रो ठाउँ रहेछ। हामी चाहिँ यहीँ पुग्यो। खै प्रवीण जाम 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 म पुगिसकेको छ। हामी जाऊँ ल आउने सबैजना। खै ए वर्षमान पुनको घर यहाँ पो हो। है गाइस वर्षमान पुनको घर यो चाहिँ अस्ति जेन्जीले आगो लगाएको। अहिले चाहिँ बन्दै रहेछ भनौँ न। अब चाहिँ बन्दै रहेछ। ए वर्षमान पुनको घर यो पो हो। अनि आर्मी छ त उपराष्ट्रपति ए विष्णु हामी चाहिँ यहाँ वर्षमान पुनको घरको छेउमा आयौँ। यो चाहिँ वर्षमान पुनको घर रे। अनि हामी चाहिँ यहाँ आइपुग्यौँ। अनि हाम्रो नि तिहार यहाँ यस्तो भइरहेछ। हाम्रो पनि तिहार यस्तो भइरहेछ यहाँ। अनि यस्तो रमाइलो ठाउँ एकदम रमाइलो रहेछ यहाँ चाहिँ। यस्तो दामी भ्यू देख्दो रहेछ कि एकदमै रमाइलो। ल यता हेर्ने है सबैजना।
हाम्रो पनि तिहार यस्तो हुँदैछ। यसपालि तिहार छैन, त्यही पनि हामीलाई रमाइलो भइरहेछ। जसरी हामीले रमाइलो गर्नु के कम। दसैँ नभए पनि तिहार नभए पनि हामी घुम्न छोडेको छैन। हाम्रो दसैँ तिहार यस्तो भइरहेछ। हाम्रो चाहिँ कहाँ हेर्नु भएको होला क्या? ओ हेलो, कस्तो दामी भ्यू देखिने यो कालीपाण्डे डाँडाबाट। यस्तो भ्यूज यता हेर्नु न। कति हेर्नु, यो फोन हेर्दा हेर्दा मेरो आँखा बिग्रिसक्यो है आज त। यता हेर्ने, यता हेर्ने, तिनजनाले नि यता हेर्ने। थोती मान्छे हाम्रो मनसुन त थोती। वर्षमान पुलको घर। हाम्रो टोलीहरू चाहिँ यहाँ सबैजना बसिरहनु भएको छ। हेलो गाइजहरू, सबजना थकित रे। म मात्रै थाकेको छुइनँ, म चाहिँ भिडियो खिच्दै ठिक्क छु क्या। हामी घर जाने। यहाँ दुईजना दादा र बुनु चाहिँ मोबाइलमा व्यस्त 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 व्यस्त। अनि अब हामी घर जाने है। अब चाहिँ हामी घर जाने, किनभने धेरै बेर भइसक्यो। यहाँ घुमेको पनि डुलेको पनि, फोटो नि खिच्यो, भिडियो नि खिच्यो। अब चाहिँ हामी घर जाने। यस्तो रमाइलो ठाउँमा डुल्यो, घुम्यो। अब चाहिँ हामी घर जाने। बाई बाई। अब बाटोमा खिच्नुपर्छ है हामी। यस्तो दामी क्या। ल जाम अब मनसुन, जाम जाम जाम। यस्तो अर्ग्यानिक ठाउँमा हामी चाहिँ घुम्न आइयो। यस्तो अर्ग्यानिक ठाउँमा अब चाहिँ हामी घर जाँदैछौँ। स्कुटी तल राखेको छौँ। यस्तो रिसोर्ट रहेछ यहाँ चाहिँ। तर हामी सरासर तल जाने हो। फेरि अब बच्चाको पढाइ पनि सम्झिँदै हामी चाहिँ घर जाँदैछौँ। अब चाहिँ तीनजना चाहिँ अगाडि गइसक्यो, हामी तीनजना चाहिँ यहाँ छौँ। कालीपाण्डे समाधि, यहाँभित्र समाधि छ। अघि देखाइसकेँ मैले। यहाँ आधी बाटोमा आइपुगिसक्यौँ। अब चाहिँ हामी जाँदैछौँ। बच्चाहरू पनि के अरे भोक लाग्यो भन्दैछ। हामी चाहिँ यहाँ आइपुग्यौँ। आधी बाटोमा छौँ र जान्छौँ। यो जङ्गलमा छौँ अहिले चाहिँ। यो जङ्गलमा फोटो भिडियो खिचेर जाने भनेर हामी यहाँ रोकेको खासमा। अब चाहिँ हामी जान्छौँ। दुईजना दाजु बहिनी चाहिँ मस्ती दुईजना खेलिरहेछ। स्कुल छुट्टी भएको बेला जस रमाइलो हुन्छ बच्चाहरूलाई। अब चाहिँ हामी जान्छौँ आधा बाटोदेखि।